हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। आजको दिन चाहिँ साथीहरू यसरी सुरु भयो। मेरो बाबुको कपाल चाहिँ 1 महिना अगाडिदेखि नकाटी थियो, साउनभरि नकाटिदिएको। अनि त्यसपछि कपाल काट्न लगेँ। मेरो बाबुको चाहिँ कपाल सपाल काटिदिएर पनि म चाहिँ यतातिर फेरि घरमा खानासाना बनाउनको लागि आएँ। अनि मैले हेर्नुहोस् त साथीहरू, भटमास केलाउँदैछु। यो भटमास केलाउँदा मलाई के याद आयो भने साथीहरू, पहिले हामी गाउँमा हुँदाखेरि के हो, भटमासको तरकारी चाहिँ सबैले मन पराउनु हुने। अनि मेरो हस्बेन्डले पनि धेरै मन पराउनु हुन्थ्यो। अनि म चाहिँ यो धेरैजनामा केलाउन पनि धेरै झ्याउ लाग्ने है। अनि त्यो केलाएर पकाउँथेँ। अनि आज फेरि हेर्नु त साथीहरू, हामी थुक्पा खाने भनेर साथीले चाहिँ यतातिर थुक्पा सुक्पा बसालेर भुक्लुक भुक्लुक उम्लिँदैछ। अनि यतातिर फेरि टमाटर काट्दै हुनुहुन्छ। अनि सुप बनाउँदै हुनुहुन्छ। हेर्न, सुप बनाउने मान्छे चाहिँ फेरि यता। अनि त्यसपछि म चाहिँ यता हेरिरहने कि। अनि त्यसपछि हेर्नु, थुक्पा सुक्पा धोएर टक्क पारा बाटामा राख्नु भएको छ। त्यसपछि हामीले दुईजनालाई 2 भाग लगायौँ। अनि त्यसपछि थुक्पा पाकेर रेडी भएर पनि अनि हामी खान थाल्यौँ। अनि थुक्पा चाहिँ साथीहरू एकदमै मिठो भएको थियो, पिरो। अनि त्यसपछि टक्क पारेर यस्तो मिठो भएको थियो नि। अनि त्यसपछि हामी चाहिँ त गफ गर्दै थुक्पा सुक्पा खाइँदैछौँ। अनि त्यसपछि हामीले थुक्पा सुक्पा खाइसक्यौँ। अनि म त्यहाँ खाजा खाएर पनि साथीहरू फेरि घरतिर लागेँ। अनि घरतिर आउँदै बाटोमा फेरि डेरीमा पस्नुपर्ने काम थियो। अनि डेरीमा नुहाउने अनि यताउता के लिनु थियो। अनि म चाहिँ त्यहाँनिर नुहाउनेको भाउ सोधेको साथीहरू 1100 अरे के। अस्ति चाहिँ मैले 950मा लिएको थिएँ। अनि त्यसपछि कति बढेछ कि, दिदीले अझै बढ्छ भन्दै हुनुहुन्थ्यो, कति साह्रो महँगो भएको। अनि त्यसपछि म आएँ घरतिर। अनि घरतिर आएर फेरि मैले त्यो नुहाउनेलाई बसाल्नु पऱ्यो नि त। त्यही भएर मैले यो नुहाउनेलाई चाहिँ किन ठुलो भाँडामा बसाएँ भन्नुहुन्छ होला साथीहरू, त्यो उम्लेर जान्छ के हुन्छ नि त। अनि त्यही भएर मैले ठुलै भाँडामा बसालिदिएँ। अनि त्यसपछि यतातिर मेरो बाबु चाहिँ खाजा खान थाल्यो। अनि खाजा साजा खाएर यता नुहाउने पनि खारिएर साथीहरू मैले त्यसलाई एकछिन सेलाउन छोडिदिएको थिएँ। अनि त्यो नुहाउने पनि सेलाइसकेको छ। अनि मैले त्यसलाई चाहिँ फेरि थपाथप भाँडामा राख्न थालेँ कि, भाँडामा लगाउन थालेँ कि टक्रक डाडुले। अनि त्यसपछि त्यो नुहाउने सौनी लगाइसकेर यतातिर फेरि म चाहिँ उतातिर यताउता गर्न थालेँ। अनि मेरो छोरा खाजा खाइसकेर पनि होमवर्क गर्नु थियो उसको। अनि त्यो ऊ चाहिँ होमवर्क गर्न सुरु गर्यो। अनि होमवर्क गर्दैछ ऊ चाहिँ यतातिर। अनि फेरि म चाहिँ यता कपडा अलिकति भिजाएको थिएँ कि साथीहरू। अनि त्यसपछि त्यो कपडालाई मैले चाहिँ कचाक कुचुक पारेर साबुन लाएर मजाले सर्लक्क अनि सुकाइदिएँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।